YouTube च्यानल आइहोप सबैजना सन्चै हुनुहुन्छ म पनि सन्चै छु सो म चाहिँ यता घर साइडमा छु हैन हामी चाहिँ पसल आएको दुईजना यो कुल्फी लिन आएको गर्मी यस्तो भइहाल्छ यो घर चाहिँ दामी लाउँछ कि मलाई चाहिँ जेस सो हेर्न सक्नुहुन्छ म बस्ने घर चाहिँ यो हो यो अगाडिको छाप्रो हैन सो त्यही हो त्यो गाइस म चाहिँ आज चाहिँ हिजो 2 दिन भयो चाहिँ 2 दिन चाहिँ भयो मेरो मैले चाहिँ भिडियो हाल्नु नपाएको कामतिर गइरहेको छु त्यही भएर काममा गएको छु त्यही भएर पाएन काममा पनि भिडियो बनाउनु पाएन त्यही गाइस कति आनन्दहरू बिताएको यस्तो यस्तो घरहरू चाहिँ मलाई दामी लाग्छ है हेर्न सक्नुहुन्छ सो त्यही हो म पसलमा जान पर्ने हुन्छ हैन पसल खुलेछ सो गाइज फाइनली हामी चाहिँ कुल्फी लिएर आएको जस्ताहरू चाहिँ पसल चाहिँ बन्द थियो हैन बोलाएर पनि छ है सबैजनालाई मैले चाहिँ केटाहरू भेटिसकेको छु हैन यो केटा हो यो चाहिँ हाम्रो ल इन्ट्रोडक्सन दे नि त तेरो नाम भन्दै मेरो नाम एल्सन शेरपुन्जा तिम्रो अनिस खोटामे तेरो नाम मेरो डेभिडसन साई है सो गाइजहरू मेरो बौरली हाम्रो म्याग्दी बौरली भाइहरू मेरो गाइजहरू है अनि कहाँ आएको छ नि माथि ग्राउन्डमा पौडी खोला आएको गहन आइज नि हेर सो त्यही हो गाइज होइन बरिच होइन खोला अहिले त बरिच नि भरेर सो त्यही हुन सक्नुहुन्छ गाइज होइन यो पारिको चाहिँ मुस्ताङ जाने हाइवे बाटो हो हाइवे बाटो यतालाई चाहिँ डाँडा भन्छ त्यताको यसलाई चाहिँ मफाट भन्छ है यो चाहिँ मल्लाचको डाँडा सो त्यही हो गाइज म फेरि बजार जान लाग्यो म चाहिँ बजार सजार गएर अघि नै फर्केर आएको है सो अहिले चाहिँ हामी चाहिँ सुरेशसँग मछौँ होइन सुरेश पनि धेरै पछि कति दिन पछि आइस केटा त 3 हप्ता पछि आयो होइन सरप्राइज हान्थ्यो अघि पनि भाइ नै आएको रहेछ त्यही भएर चाहिँ हामी चाहिँ यसो नाइट वाक हान्दै होइन दाजुभाइ हिँड्दै मस्त पारामा हिँड्दै बसेको सो यहाँ माथि चाहिँ ग्राउन्ड छ होइन हामी फुटबल खेल्ने ग्राउन्ड छ हाम्रो होम ग्राउन्ड हेर्नु पर्ने हुन्छ केटाहरू पनि खेल्न आएन नि क्या फुच्चीहरू भयो फुच्चीहरू छ भने फुच्चीहरूसँग बल खेल्नु पर्ने हुन्छ होइन सो त्यही हो तर म एकछिनमा बजार पनि गएर आउँदा क्या घर सुजन दाईलाई खाना हालेर सुजन दाई नै दाना हाल्दै हुनुहुन्थ्यो क्या दाना हाले यस्तो धर्नुहुन्छ नि सो त्यही हो गाइस ग्राउन्डमा चाहिँ कोही छैन है खाली छ सो त्यही हो हामी चाहिँ सुरेशको रुममा जानु लाग्यो सुरेशको कोठामा जानु लाग्यो घुम्ने सबै पारामा हेर्न सक्नुहुनेछ भ्यू यस्तो छ है सो त्यही हो आज कस्तो बल खेल्नु नआएर नि अघि नै आम्मा सुन्नु भएको कि यहाँ वरिपरि बल हुन्छ क्या बल छैन भाइ बल लिएर आइज नि छ भने छ कान्छ माग्नु जा कुकुर छ है कस्तो क्वालिटी नि कस्तो आएको यार फोनको सो त्यही गाइस बल आइसक्यो होइन अब बल खेल्न पर्ने हुँदैछ सुरेश त्यहाँ छ होइन सुरेशसँग खेल्छौँ सो त्यही ल आकाश आइज ल आउनु पर्छ नि हामी त ल तिमी है सो गाइस मजा आइरहेको छ होइन सो भाइ पनि खेल्छ ल तपाईँ खेल्छ हजुर कसरी तिम्रो सुरेश त हो क्या मजा ल
सुतेको केटा हो हामी चाहिँ मस्त बल खेलिरहेछौँ होइन। तिम्रो नाम के हो? रोहन। रोहन के कहाँ बस्छौ त नि तिमी? राखु। यहाँ कहाँ बस्छौ? हो तिम्रो नाम? यहाँ तिम्रो नाम के हो? तिमी दुईजनामा लर्नीमा गोल जित्छ। लर्नीमा गोल जित्छ। गोल जित्छ। आउनु त ल ब्याटल खेल नि त तिमीहरू ऱ्याप ब्याटल ल है। भाइ खेल्न आउँछ? ऱ्याप ब्याटल खेल्न आउँछ? ब्याटल के ब्याटल खेल्न आउन्न? खेल्न आउन्न? तिमीले त रेस खेल नि त ल। यहाँ आउँछ ल। यहाँ ल दुईजनालाई गोल जित्छ ल। रेस खेल्ने ल। ल बस ल। पोजिसन ल। म 3 2 1 गो भन्छ है ल। बस न ल घुरा टेक ल। 3 2 1 गो भन्छ नि है। घुरा टेक ल। 3 2 1 गो। मलाई चिनी ल। यो पातले भाइ त यिनी त दौडिन नसक्ने रहेछन्। हरामी रहेछन्। तिम्रो नाम के हो फेरि? सरमान। कहाँ बस्छौ? कतिमा बस्छौ? 6मा हो। त्यो कोइले न त ल। दुई भाइ तिमीहरू साथी हो? के हो रे यो? बिक कस्तो बिक र? अनि साथी हो भन न साथी। मन त बिक अनि रसाइली हो। म परबिन रसाइली हो। सब्सक्राइब हान अहिले। परबिन रसाइली हो। कसलाई हानेको? ल सुत्यो गाई अब चाहिँ हामी चाहिँ घरतिर जानु पर्ने हुनेछ होइन। सुत्यो जाम काम छ। जाम चाहिँ बल लिएर आइज। के खेलेर आउँछस्? सुत्यो गाई छैन। भोलि चाहिँ टक्क पारामा काममा जानु पर्ने हुन्छ होइन। बिहान उठेर काममा जानुहुन्छ। एकछिन हामी दाजुभाइ बजारसम्म पुगेर नि। बल कसको बल र? कसो बोल्नु? ल खेलेर आइज।